नेवा पार्टी समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरु माझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। उखुको खरिद मूल्य प्रति क्विन्टल 620 निर्धारण। प्रधानमन्त्री कार्की र सुदन गुरुङ बीच भेटवार्ता। नारायणी नदीमा हम्फालेर बेपत्ता भएका भट्टराईको शव फेला। काम गर्नकै लागि पनि रुग्न ठेक्का तोड्नु परेको हो मन्त्री घिसिङ। इन्डोनेसियाको जकार्तामा 7 तले भवनमा आगलागी 20 जनाको मृत्यु। कांग्रेसका सांसदद्वारा प्रतिनिधि सभा पुनः स्थापनाको माग गरिएको रिट निवेदन दर्ता। विराटनगर विरुद्ध ओपनर विनोदको अर्धशतकमा सुदूरपश्चिमद्वारा 156 को लक्ष्य प्रस्तुत। भ्रष्टाचार विरुद्ध कठोर हुने र धम्कीबाट नडराउने प्रधानमन्त्री कार्कीको भनाई। गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावर बीच भेट। पूर्व न्यायाधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीको भेट। आजको समाचार यति नै। यहाँलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।